हेलो एभ्रिवान, यो चाहिँ मेरो पहिलो भिडियो रहेको छ होइन, अफिसियल्ली पहिलो भिडियो। म चाहिँ अहिले बहराइनमा छु। सो आज चाहिँ यसो घुम्न जाउँ भनेर होइन, बाहिरतिर बजारतिर मार्केटतिर। सो लेट्स गो। यो चाहिँ मेरो रुमदेखिको भ्यू हो होइन, बबाल छ नि रुमदेखिको भ्यू पनि। म बस्ने चाहिँ यतै हो होइन, यहीँ छ। यो यतापट्टिको बिल्डिङ चाहिँ म बस्ने बिल्डिङ हो। यताहरू तपाईँहरूले यतापट्टि बिल्डिङ छ। सो यता पनि बिल्डिङहरू छ टन्नै। यतामा चाहिँ म बस्छु होइन, साइकलहरू छ टक्क लाएर। यहाँबाट चाहिँ गाडी आउँछ होइन, म यहाँ गाडी कुदिरहेको। हेरौँ कति बजीतिर आउँछ। म चाहिँ आइसकेँ होइन, तर हामीले जति देख्छौँ त्यति देखे जस्तो हुँदैन होइन। जति पनि देख्नुभयो तपाईँहरूले त्यो, तर त्यस्तो साह्रै हुँदैन। यो चाहिँ मेन त होइन, तैपनि हल्का फुल्का यस्तै छ, गाडीहरू आइरहेछ। सो गाइज होटेलहरू छ ठुल्ठुलो। कता जानु त खोइ, एक्लै भयो भने झ्याउ लाग्दो रहेछ क्या। सो आई डोन्ट नो वेयर आई विल गो। लेट्स सी। यो ठाउँहरूमा चाहिँ यस्तो भिड हुन्छ नि होइन, बेला बेलामा त हिँड्नै सकिँदैन। तर आज चाहिँ यस्तो खासै नरहेछ यहाँ। तपाईँहरूलाई म अर्को ठाउँतिर लिएर जान्छु जहाँ चाहिँ अलिक बिजी नै हुन्छ धेरै जस्तो। सो त्यसलाई चाहिँ बङ्गाली मार्केट भन्छ। नेपालीहरू जस्तै हो, ठिकै छ, त्यस्तो साह्रै छैन। यो भनेको फ्यान्सी हो होइन, ठिकै छ। यहाँ थोरै हेरौँ होइन। यहाँ चाहिँ यो फर्सीको मुन्टा छ, यो चाहिँ साग हो, यो चाहिँ आई डोन्ट नो के हो। यहाँ सबै थोक पाइन्छ क्या यस्तोमा चाहिँ। यो के भन्छ, मेयो काउली, ठिक छ। तर यस्तै हो होइन, यो देशहरूमा पनि ठिकै छ। मतलब सस्तोमा पाइन्छ, राम्रो हुन्छ, फ्रेस हुन्छ, ताजा हुन्छ, सबैतिर धेरै जस्तो लगाइरहेको हुन्छ। सो यही भएर किनिन्छ यहाँ आएर पनि। म कहिलेकाहीँ आउँछु यहाँ किन्न, ल धेरै चाहिँ आउँदिनँ। उता चाहिँ धेरै जस्तो सब्जीहरू पाइन्छ होइन मार्केटमा। हाम्रोतिर सब्जी मन्डी भन्छ, त्यस्तै सब्जी मन्डीहरू धेरै नै छ। कपडाहरू, यस्तै फलफुलहरू, सेम नेपालीको भाइ बाहुनी जस्तो मार्केटहरू छ। खासै उता छैन, तै पनि सस्तोमा पाइन्छ, राम्रो हुन्छ, त्यही भएर हो। यहाँ अगाडिको चाहिँ यहाँ बस स्टप हो। यहाँ चाहिँ एउटै बस चल्छ, रेड बस, अनि एकदम सिस्टमेटिक छ। कार्ड हुन्छ या त क्यास चाहिँ हुँदैन, तिनीहरू अटोमेटिक हुन्छ। यो आजको भिडियो चाहिँ म त्यति धेरै लामो बनाउँदिनँ, किनकि मैले बिना प्लानै आएको हो क्या। त्यत्तिकै उठेर जान्छु भनेर आएको। सो खासै अलिकति राम्रो ठाउँतिर पनि जान पाइनँ होइन। अर्कोचोटि आउँदा चाहिँ अलिकति मलतिर जाउँला। एक्लै भयो भने झ्याउ लाग्छ कि, एक्लै हिँडिरहनु होइन। अर्कोचोटि आयो भने चाहिँ पुरा प्लानिङ गरेर हल्का यसो राम्रो ठाउँतिर जाउँला। अहिलेको लागि चाहिँ खासै लामो भिडियो हुँदैन। सो जिन्दगीमा पहिलोचोटि यसरी क्यामेरा लिएर पब्लिकली यसरी बोल्न चाहिँ लास्टै डर लाग्दो रहेछ। डर चाहिँ लागिरह होइन। सो अब डर लगाएर के गर्ने, बनाउनु त मन लागिरह होइन, बनाउने हो ह्याटिङ बेसी। पब्लिकली त गाह्रो हुँदो रहेछ, भित्र त सकिन्छ, तर बाहिर पब्लिकली हिँड्दाखेरि मलाई गाह्रो भइरह होइन, गाह्रो लागिरह। यहाँभन्दा पहिला कहिले पनि गरेको छैन यस्तो। सो फर्स्ट टाइम गरेर आएको, गाह्रो त भइरह, तर गर्नु भइरह। अनि धेरै ठाउँहरूमा पनि घुम्न पाइएन। अब जानुपर्छ होला रुमतिर, अल्छी लागिरह। अब यहाँ आएर चाहिँ म गाडी कुदेर बसिरहेको होइन। अब कति घन्टासम्म गाडी कुदेर बस्ने त होइन, तर धेरै हिँड्नै मन नलाग्दो रहेछ मलाई, झ्याउ लगाएर। थकाइ लगाइसक्यो, अलिकति घुमेको थकाइ लगाइसक्यो। अब एकछिन गाडी कुदेर जाने हो, त्यही हो। म चाहिँ कस्तो टाइपको मान्छे हो भन्दाखेरि
रुममा एक्लै बसिरहने, बाहिरतिर नजाने, कसैसँग नबोल्ने, घुम्दा पनि नघुम्ने। अनि मैले सडनली सोचेँ अब यसो भिडियो बनाऊँ न बाहिरतिर गएर एक्लै। मान्छेले पागल त भन्छन् होला सायद, एक्लै बसिरह, एक्लै बोल्दा हो होइन। तर औडा त लाग्छ, अरूलाई देख्नेलाई पनि त्यस्तै लाग्छ। तर मैले चाहिँ के सोचेँ भन्दाखेरि बाहिर गएर एक्लै यस्तो गरौँ न के हुँदो रहेछ जस्तो लागिरहेर अनि हिँडेर बनाएको। म चाहिँ होइन मान्छे अगाडि हुँदा पनि बोल्न डर लाग्छ क्या, त्यस्तो हुन्छ। म बोल्दिनँ खासै मान्छेहरूसँग, बोल्ने मान्छेसँग मात्रै बोल्छु, नत्र भने बोल्न मन लाग्दैन, कसैसँग पनि बोल्नै मन लाग्दैन। रुममा पनि एक्लै बस्यो, फिल्म हेऱ्यो बस्यो, फिल्म हेऱ्यो बस्यो। है आज चाहिँ के भएर उठेर हिँडेँ मोबाइल लिएर होइन। अब भिडियो बनाउँदैछु, के हुन्छ कस्तो हुन्छ हेरौँ। खासै गतिलो त भएन, तै पनि आफ्नो कन्फिडेन्स बुस्ट गर्नको लागि हिँडेको हो, के हुन्छ होइन। त्यहाँ यता पछाडि चाहिँ ठुलो बिल्डिङ छ, यस राम्रो छ बिल्डिङ होइन, खतरा बबालै छ। अनि यता छ, यो चाहिँ यता पछाडिको चाहिँ ब्याङ्क हो। अब यत्रो भिडियो बनाउन त सकिँदैन, गाह्रो लागिरहेको, के गर्ने अब होइन। तर हल्का हल्का हो, सुरुमा पछि त होला नि त, बोल्न पनि खासै आउँदैन, के बोल्नु भएर। मैले जस्तो सोच्थेँ त्यस्तो चाहिँ नहुँदो रहेछ, गाह्रै हुँदो रहेछ बनाउनलाई चाहिँ। चाहिँ के गाह्रो छ र सजिलो त हुन्छ नि जस्तो लाग्छ। गाह्रो भन्नाले नि अब कन्फिडेन्स छैन अलिकति, मान्छेहरू देखेपछि डर लाग्ने, के गरेर आयो यस्तो एक्लै भन्ने जस्तो। त्यही हो, अरू त त्यस्तो केही पनि छैन। अलिकति कन्फिडेन्स आयो भने चाहिँ सकिँदो रहेछ भन्ने मलाई लागिरह। यहाँ अगाडि चाहिँ केएफसी छ होइन, तर के गइरहनु केएफसी खानुलाई, झ्याउलाइरहनु, केएफसी खानु पनि झ्याउलाइरहनु। र अर्कोतिर खाउँला मजाले। भित्र मार्केटहरू चाहिँ बबाल छ, राम्रो छ होइन। सो यो चाहिँ मार्केट हो, यहाँ पनि धेरै सामानहरू पाइन्छ, कपडाहरू, मोबाइलहरू सबैको मिलाएर कस्तो राम्रो देखिरहेको यहाँ। वाउ, धेरै जस्तो मान्छेहरू चाहिँ घर जाने बेला यतै सपिङ गर्न आउँछ। ब्ल्याङ्केटहरू, सुटकेसहरू सबै थोक यहीँ पाइन्छ। म चाहिँ फर्किन लाग्यो, गाडीमा छु अहिले चाहिँ होइन। यो चाहिँ बहराइनको सबैभन्दा ठुलो टावर हो, मैले पहिलो भिडियोमा पनि देखाएको थिएँ। यो त खतरा छ। ल अब रुममा पनि आइपुग्यो होइन। आजको यात्रा यहीँसम्म हुन्छ होला। सामानहरू पनि लिएर आएको छु, अहिले पकाएर खानुपर्छ के छ हेरौँ। ल आज चाहिँ हामी यहाँ चाउमिन बनाउँदैछौँ होइन, चट्टा लाएर यता सेफ छन्। वाउ, भेरी नाइस। बवाल भइरह होइन, बवाल भइरह। खासै सामानहरू छैन, प्याज हो, यो के हो भन्दा ठिक छ बन्छ, फ्लिप हुन्छ नि त। तेरी मेरी कहानी मसाला एउटा, अर्को मसाला। चाउमिनको मस्त धुलाइ हुँदैछ यहाँ होइन। यस ल हाम्रो चाउमिन त यस्तो बनेछ होइन। अब खानु पर्ला होला, यति छ होइन। ल खाइदिउँ। चाउमिन खाँदैछु म चाहिँ होइन, मिठो भइरह। आजको भ्लगलाई यहीँ अन्त्य गर्दै म बाई बाई भन्न चाहन्छु सबैजनालाई। बाई, सी यू नेक्स्ट भिडियो।